ल नयाँ वर्षको शुभकामना है सबैलाई। पोखा विश्वेदेवा स्वस्ति नः तार्क्ष्यः अरिष्टनेमि स्वस्ति नोर्बृहस्पतिर्दधातु। देवा अवसागमन्य भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं सर्वारिष शान्तिर्भवतु मङ्गलमूर्तये नमः। श्रीमन्महागणाधिपतये नमः नमः गणाधिपतये नमः नारायणाभ्यां नमः हरिहरदेवाभ्यां नमः 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 देवताभ्यो नमः देवताभ्यो नमः देवताभ्यो नमः देवताभ्यो नमः देवताभ्यो नमः विष्णुबुद्धि सहिताय श्रीमन्महागणाधिपतये नमः दुर्गादेव्यै नमः। हरि हरि शिरो भवः वेणुं आसो भवा सर्वन्न विदो भवतु सदसो वैशाख कृष्ण द्वादश्यायां शुभ पुण्यतिथौ नूतन वर्ष आरंभ्य अद्य मंगलवासनितायाम् अद्य शुभरास्ते श्री सूर्ये शुभरास्ते श्री चंद्रे अन्येषु ग्रहेषु यथा यथा राशि स्थान कृतेषु सत्सु एवं ग्रह गुण गण विसर्विष्टायाम् अद्य मातेन्द्री सबैले आफ्नो आफ्नो यो बेलामा गोत्र नाम लिएर आफ्ना पितृहरूलाई पितृहरूका नाम समेत स्मरण गरौँ कि हामीहरू आफ्ना पितृहरूको स्मरण गर्दै आफ्नो जन्म जन्मान्तरको पुण्य प्राप्तिलाई एउटा पाप क्षयपूर्वक वैकुण्ठ मणिद्वीप लोक वास फल प्राप्ति कामनाख्यः तथा च देवी भागवतेषु अन्येषु पुराणेषु दुर्गा मन्दिर निर्माण कर्मणा कृतेन शास्त्रेषु यत् फलं प्रोक्तं तदेव फलप्राप्ति कामना हेतवे नवदुर्गाः प्रस्थापितः नूतन मन्दिरस्य शिलारोहण कर्मणि अहम आवाम वयम भनौँ त सबैले हामी सबै साथी हो है यसको हामी सबैले बनाउँदैछौँ हामी यसको साथमा छौँ यो एउटा प्रतिज्ञा पनि हो है हामी सबैको यो मन्दिर हामीले बनाएर भगवती माताको वयम भनौँ वयम सर्वे भगवती दुर्गा भगवती मन्दिर स्थापनम करिष्ये भगवती माताको जय हो।
यहाँ म फर्केर जाँदाखेरि गाडी त्यही थियो हिँड भनेको मैले सिक्का पैसा पञ्चामृत पनि छ गुरु यहाँ अकल पयन्न ओम जत्रुखेण हरिखा देवा जग्निमतन्नः वसन्तु स्यासिवा जग्नि वैद्यः सरन्दाभिः